नगर नयाँ वायरिङ किनेर ल्याएको छु। यस्तो छ हामीसँग चाहिँ यो वायर छ डिस्प्लेको, चाबीको, रिलेको, टिपर स्विचको, हेडलाइटको। यसमा चाहिँ मैले पुरै सोल्डिङ गरेर नि बनाएको थिएँ हैन, तर त्यसले पनि काम गरेन। यताको वायर चुट्यो भने चाहिँ डिस्प्ले उड्छ, स्टार्ट हुन्छ, बाइक उड्छ हैन, बट डिस्प्ले चाहिँ आउँदैन। त्यसको प्रब्लम चाहिँ त्यो हो। त्यसले गर्दाखेरि फ्युल कति छ त्यो पनि देखाउँदैन है। हेलो एन्ड गुड मर्निङ गाइज। अहिले चाहिँ बिहानको 8 बजे है हाम्रो बाइक पनि यहाँ छ। अनि यसको चाहिँ नि वायरिङ चाहिँ एकदम खत्तम छ हैन। यहाँ तारहरू जोड्न बाँकी कुनै पनि छैन, सबै जोडेर सकिसक्यो। चाबी हाल्ने ठाउँमा चाबी हाल्यो भने चाहिँ नि यस्तो हुन्छ। डिस्प्ले बेला बेला आउँछ, बेला बेला आउँदैन। फ्युलको यस्तो हुन्छ, ह्यान्डल काट्यो भने डिस्प्ले गइहाल्छ। यस्तो छ। अनि यहाँनिर यसरी चलायो भने चाहिँ नि कहिलेकाहीँ आउँछ, नत्र यसको डिस्प्ले पनि आउँदैन। बेला बेला आउँछ, बेला बेला आउँदैन हैन। अब यता हाम्रो भाइ र म भएर चाहिँ पुरै वायरिङ फेर्छौँ यसको है। अब अहिलेसम्म यसको वायरिङ चाहिँ फेरेको छैन। हेरौँ, मैले चाहिँ यो वायरिङ बनाइछु हैन। अहिलेसम्म यति बनाएँ कि अब यहाँ बनाउनु बाँकी नै छैन केही पनि। अब यो बाइकलाई हामी खोल्छौँ अनि हेर्छौँ है त। पहिला हेडलाइट खोलौँ। पहिला सुरु यो खोल्न चाहिँ यसको यहाँको 10 नम्बरको नट यो खोल्नुपर्छ। त्यसपछि यतापट्टि हुन्छ अर्को नट दुईटा यो खोल्नुपर्छ। त्यसपछि यता हुन्छ अर्को दुईटा नट यो खोल्नुपर्छ। अनि त्यसपछि टाउको खोलिन्छ है। त्यसपछि ट्याङ्की खोल्छौँ, त्यसपछि सिट खोल्छौँ, अनि साइडको खोल्छौँ, सकिहाल्यो। हामीले चाहिँ मार्केटमा गएर नयाँ वायरिङ किनेर ल्याएको छौँ हैन। वायरिङ यस्तो छ। हामीसँग चाहिँ यो वायर छ हैन। अब यसमा यो के को भाइ हैन, डिस्प्लेको, यो चाहिँ नि चाबीको, यो रिलेको, यो राइट साइडको टिपर स्विचको, यो चाहिँ नि लेफ्ट साइड टिपर स्विचको, पछि यो हेडलाइटको, बाँकी रह्यो यो दुईटा साइड लाइटको, अनि यो चाहिँ नि न्युट्रल, अनि यो चाहिँ नि ब्रेक स्विच, अनि यो चाहिँ नि एउटा के हो यसलाई चाहिँ हेर्नुपर्छ। सजिलै छ हैन वायरिङ चाहिँ नि। यो दुईटा हर्नको, यो चाहिँ साइड लाइट ब्लिङ्क गर्ने रिले भन्छ होला सायद, त्यो चाहिँ त्यसको हो हैन। यो ब्याट्रीको हो, फ्युज लाग्छ यसमा है। अनि त्यसपछि लास्टमा त सजिलै छ। यो दुईटा, एउटा साइड लाइट, यो एउटा साइड लाइट, यो चाहिँ पछाडि ब्याक लाइट। अहिलेसम्म गरेको छैन, बट वायरिङ हेर्दाखेरि चाहिँ सजिलो छ जस्तो लागिरहेको छ है। ल हेरौँ है। ल गाइस, हाम्रो टाउको चाहिँ खोल्यो है। टाउको यहाँबाट यसरी झिक्ने। मेरो बाइकमा वायरिङ चाहिँ यस्तो छ है, डामाडोल भएको छ। खास यो फेर्न लागेको कारण चाहिँ यो पनि हो कि यसमा चाहिँ नि मैले पुरै सोल्डिङ गरेर नि बनाएको थिएँ हैन, तर त्यसले पनि काम गरेन। यताको ब्ल्याक भयो, यताको वायर चुट्यो भने चाहिँ के गर्छ भने यसले चाहिँ डिस्प्ले उड्छ, स्टार्ट हुन्छ, बाइक उड्छ हैन, बट डिस्प्ले चाहिँ आउँदैन। त्यसको प्रब्लम चाहिँ त्यो हो। अनि प्लस यता यसमा एउटा फ्युलको तार पनि चुट्टेको छ, त्यसले गर्दाखेरि फ्युल कति छ त्यो पनि देखाउँदैन है। अब हामी यसको पहिला सिट खोल्छौँ है। सिट यसरी खोल्छौँ। ल सिट खोल्नलाई चाहिँ नि यो तान्नुपर्छ। यो तानेपछि यो आउँछ। बाइक खोल्न टुल्स चाहिँ केही पनि चाहिँदैन खास है। 10 को टी र 12 को टी भयो भने पुग्छ। अनि एउटा प्लस चाहिन्छ, यसलाई हामी झिकौँ हैन। अब यो ट्याङ्कीको नट खोलेपछि चाहिँ यहाँनिर एउटा फ्युलको वायर हुन्छ, अरू केही पनि हुँदैन। त्यसपछि यसको ओभरफ्लो हुन्छ। सो गाइस, ल अब हामी चाहिँ नि यो वायरिङ यहाँ जस्तो छ त्यसरी राख्दै बिस्तारै काम गर्छौँ हैन। अब हामी यसको एक्सपर्ट त हैन, त्यही नै गर्दै जाउँ। जुन तार जान्छ त्यही जोइन गर्दै हेर्दै जान्छौँ है। मलाई त्यस्तो गाह्रो चाहिँ लागेन हैन। अब हेर्दै जाउँ। यसलाई यहाँ भित्र हालौँ। ल अब हामी चाहिँ सिडाइ फेर्छौँ हैन। सिडाइ चाहिँ नि यसलाई यहाँ राखौँ। यसको जिपलाई निकाल्न मिल्ने रहेछ हैन। यो जिपलाई निकालौँ। अनि यसको पार्टमा यहाँ कनेक्टर भएको भाग छ, त्यसपछि यसलाई यहाँनिर राखौँ। ल यो वायरिङ गर्दाखेरि सबभन्दा पहिला चाहिँ नि ब्याट्री निकालौँ। त्यसले गर्दाखेरि चाहिँ नि अरू ड्यामेज केही हुँदैन है। गाइस, अब यसलाई चाहिँ पहिला सिडिआईमा जोडौँ। सिडिआईमा जोड्नलाई चाहिँ नि केही गाह्रो छैन। यसमा जस्ट यो दुईटा तार हुन्छ, यो दुईटा तार लिने, यसलाई यहाँबाट यहाँ छिराउने, यो तार निकाल्ने, यसलाई यहाँ जोड्दिउँ। सिडिआईको कनेक्सन भयो है। अब त्यसपछि यहाँ तल आएर ब्रेक लाइट छ दुईटा, ब्लूमा ब्लू जोडौँ, रेडमा रेड जोडौँ। यो चाहिँ फुट ब्रेकको भयो है। यसलाई यहाँ भित्रबाट हालौँ है। ल यसलाई यताबाट जान्छ यो,
यसलाई एकछिन यसरी राखौँ, यसरी राखौँ। यहाँनिर रेक्टिफायर छ। यसको काम चाहिँ नि हाम्रो ब्याट्री चार्ज गर्ने हुन्छ है। यसले चाहिँ ब्याट्री चार्ज गर्छ। यसलाई खोलौँ, यसमा यो जोडिदिउँ। यो भयो। अब यसको जिप्पै कस्दिउँ। अहिले यति कसौँ। यहाँबाट पनि फुस्किसक्यो। अब यसको यो फ्युल अलि उता राखौँ होइन, फ्युल यता जोड्नुपर्छ। अब एकचोटि यहाँभन्दा पहिला यहाँनिर गरौँ, अनि यहाँबाट जोडेपछि यो तार निकालेर यतापट्टिबाट निकालेर यता जोड्दै आउँ है। सजिलो छ यसको वायरिङ केही गर्नै पर्दैन। यसलाई जस्ट यहाँ जोडिदिने, अनि त्यसपछि आउँछ हाम्रो ब्याकलाइट होइन। अब यसमा चाहिँ नि यो दुईवटा जोड्नुपर्छ है। यो जुन दुईवटा सँगै जोडिएको तार छ नि टेप्लाको, यो दुईवटा जोड्नुपर्छ है। यसले चाहिँ नि पछाडिको लाइटलाई चाहिँ नि बाल्ने गर्छ। जुन नम्बर प्लेटको माथिको लाइटहरू हुन्छ नि त्यसलाई बाल्ने काम गर्छ। यो त्यसको लागि हो। अनि यो दुईवटा सँगै आएको यो चाहिँ एउटा न्युट्रलको लागि हो। यो चाहिँ नि यसरी पछाडि न्युट्रल, यो दुईवटा साइडलाई पछाडिको दुईवटा साइड लाइटको न्युट्रल यहाँ जोड्ने है। अनि त्यसपछि राइट र लेफ्ट यता जोड्ने। अब यो जोड्ने चाहिँ यता हो। अब राइट र लेफ्ट मिल्छ कि मिल्दैन अहिले त्यो चाहिँ साइड लाइट बालेर हेर्नुपर्छ है। ल पछाडिको वायरिङ यति हो, सक्यो, सिम्पल छ है। यसमा जोडेको तारहरू अब हामी जोडिदिन्छौँ है। यसमा चाहिँ नि केही छैन खासै, भेरी सिम्पल लाग्छ मलाई चाहिँ नि। यहाँनिर एउटा 3टा तार छ, जस्ट प्लग एन्ड प्लेको काम हो होइन। त्यसमा सेम यो मिल्छ है, जुन तार जहाँ मिल्छ त्यही हालिदिने हो। जस्ट यहाँ जोडिदिउँ। अनि त्यसपछि यहाँ अर्को यो छ। यो तार चाहिँ नि यहाँनिर एउटा रिले हुन्छ कि, यो रिले छैन, यो रिलेले चाहिँ नि सेल्फ हान्दाखेरि यो रिलेबाट चाहिँ नि पावर पास हुन्छ क्या। अनि त्यसको लागि चाहिँ नि मैले जोड्नु पऱ्यो यो तार। यो चाहिँ नि कहिले काम लाग्छ भने जस्तै हामीले चाहिँ नि बाइकमा जुन त्यो एन्टी थिफ अलार्म डिभाइसहरू हालेको थियो नि, चाबीबाट स्टार्ट हुने, त्यो बेला चाहिँ नि वायरिङ एउटा ल्याएर चाहिँ नि यो ब्लू तारमा जोड्नुपर्छ। मैले मेरो लास्ट भिडियोमा नि हालेको थिएँ होइन, प्रोफाइलमा छ। त्यस्तो बेला चाहिँ नि यहाँनिर जोड्नुपर्छ। यहाँनिर जोड्यो भने चाहिँ नि भोलिपछि त्यो रिमोटले अन गर्दाखेरि चाहिँ नि यहाँबाट पावर जान्छ क्या। पुरानो निकाल्दै नयाँ हाल्दै जाउँ है। एकैचोटि हाततिर सबै निकालेर नगरौँ, त्यो हुँदाखेरि चाहिँ लाइन छुट्टिन सक्छ। यो चाहिँ नि फ्युल इन्डिकेटरको तार भयो। अनि त्यसपछि यो चाहिँ नि यहाँनिर जोड्ने। यसले चाहिँ नि बाइक स्टार्ट गराउने काम गर्छ है। तारहरू राम्रोसँग प्लेसिङ पनि गर्नुपर्छ, जहाँ पाए त्यहीँ राखेर हुँदैन। त्यसपछि ब्याट्री पोजिटिभ हेरौँ है। ब्याट्री पोजिटिभमा केही छैन, यो ब्याट्रीको कनेक्टर यत्तिकै छ। यहाँनिर रिलेबाट आएको छ है ब्याट्रीको प्लस। अनि अर्को जोड्ने ठाउँ यहाँ छ। अर्को जोड्ने ठाउँमा पनि जस्ट प्लग एन्ड प्ले हो। जस्ट यसलाई यहाँ थिचेर यसलाई यसरी निकाल्नुपर्छ। यो निक्ल्यो। त्यसपछि यहाँभित्र फ्युज हुन्छ। फ्युज हेरौँ, फ्युज ठिक छ कि छैन। मैले पहिला चाहिँ फ्युज काटिदिएको छ है। फ्युज राखेको थिइनँ डाइरेक्ट चाहिँ। यसको फ्युज हेरौँ, ठिक छ है, ए लाइन ठिक छ। त्यसपछि यसलाई केही पनि गर्नु पर्दैन, जस्ट यहाँनिर प्लग गरिदियो है। यसको तार चाहिँ अलि हेभी हुन्छ। यो नेगेटिभ चाहिँ हामीले यहाँ ब्याट्रीसँगै जोडेर यहाँ जोडिदिन्छौँ है। यो यहाँनिर यसरी मिलाएर जोड्छौँ। यो चाहिँ भित्र इन्जिनबाट आइरहेछ है। यो चाहिँ नि इन्जिनको साइडतिरबाट आइरहेछ। सायद यसले गियर इन्डिकेटरको काम गर्छ होला। ल यो यता आयो होइन, यसलाई चाहिँ नि यहाँनिर राख्नुपर्छ। ल यहाँ पनि 10को टी लाग्दो रहेछ है। जस्तै यसको एउटा न्युट्रल चाहिँ हामीले यहाँ दिएको छौँ भने है, यो चाहिँ यसलाई के भन्छ, रेक्टिफायर कि के भन्छ, यसले चाहिँ यहाँबाट पुरै स्पार्क दिने काम गर्छ स्पार्क प्लगमा है। अनि अर्को न्युट्रल चाहिँ यहाँ लगाएको छ है, दुईवटा छ, यहाँ एउटा है। ल अब यो झिक्छौँ, त्यसपछि नयाँ लाउँछौँ। ल यहाँसम्मको काम सक्यो है। पुरानो वायरिङ निकाल्दिउँ। ल अब यहाँबाट हामी चाहिँ हर्न भएको ठाउँमा आइपुग्यौँ। ल अब निकालौँ। यसलाई यताबाट निकाल्छौँ है। ल गाइज यसलाई चाहिँ अब हामी फेरि यहाँबाट छिराउँछौँ है। यो ब्रेकको पाइपलाई छोड्दिउँ। यो तार राख्दाखेरि चाहिँ राम्रोसँग राख्नुपर्छ है। त्यो ह्यान्डल काट्दाखेरि पनि तारमा चाहिँ धेरै असर नपरोस्, किनकि लास्ट टाइम हामीले यो तार फेर्न लगाएको त्यही भएर हो, सबै तार चुट्टेको भएर। ल गाइज अब हामी चाहिँ यसमा भएको तार हेर्दै निकाल्दै यो जोड्दै गर्छौँ है। यो चाहिँ यसको ड्यासबोर्डको हो है। यो हामीले खास फेर्न लगाएको कारण यही गरेर हो, यसले गर्दाखेरि हो। यसले काम गर्दैन। यसले काम नगरेपछि यहाँ हाम्रो डिस्प्ले आइरहेन, फ्युलको इन्डिकेटर पनि देखाइरहेको थिएन है। सो त्यस भएर हो। प्लस वायरिङहरू सबै यसको खत्तम भइसकेको थियो।
अब बिस्तारै बिस्तारै हामी यतापट्टिको डिपर स्विचबाट आउँछ। यसमा लाग्छ 3टा तार है, यहाँ देखाइरहेको छ। यो सबभन्दा सानो रातो यो चाहिँ ब्रेकको हो है, ब्रेक स्विचको हो। त्यसपछि यो चाहिँ नि हेडलाइटहरूको काम गर्छ, यसले हेडलाइट बाल्ने निभाउने सबै काम गर्छ। राइटपट्टिको डिपरको स्विचको चाहिँ तार जोड्छौँ है, यसमा जस्तो जस्तो लाग्छ त्यस्तै जोड्छौँ। यसको तार खोजौँ है त। यसमा चाहिँ नि यो एउटा मिल्छ येल्लो कलरको है, सेम छ देखिन्छ। त्यसलाई चाहिँ नि यहाँनिर जोड्छौँ है। अनि त्यसपछि आउँछ यो तार छ, यो पनि यसको सँगै जोडेर यसमा चाहिँ नि यो डिपरको चाहिँ नि सबै तारहरू एकै टेप लगाएर जोडेर आएको छ है। सो यसले गर्दाखेरि चाहिँ वायरिङ गर्न एकदम सजिलो हुन्छ है। ल सजिलै रहेछ। अनि त्यसपछि ब्रेकको तार छ यहाँनिर। ब्रेकको अघि मैले भने ब्रेकको तार भनेको यो हो। यो चाहिँ फ्रन्ट ब्रेक हान्दाखेरि चाहिँ नि पछाडि बत्ती बल्छ यसले चाहिँ नि है। अर्को यहाँ 2टा तार छ, यो चाहिँ यस्तो ग्रिन कलरको छ। यो तार चाहिँ नि खास फुस्काउनु पर्ने थिएन, यो तार चाहिँ नि हाम्रो यसकै डिआरएल लाइटको लागि हो है। यो चाहिँ डिआरएलको हो, हट्यो। यसलाई चाहिँ हामी लास्टमा जोड्छौँ। तपाईँहरूले वायरिङ हेर्दाखेरि चाहिँ एकदम कलर कोड याद गर्नु होला है। कलर कोड जस्तो छ त्यही अनुसारको वायरिङ गर्नुपर्छ, एकदम इजी हुन्छ। यो अब हाम्रो यतापट्टि साइडको काम सक्यो है। यो चाबीको जोडौँ, यो चाहिँ मेन तार हो है, यसले काम गरेपछि चाहिँ बल्ल बाइक स्टार्ट हुन्छ। चाबी पछि गर्छौँ, यो स्विचको हेर्छौँ है। यो स्विच चाहिँ नि क्लच स्विच हो, ग्रिन एन्ड ब्ल्याक। यो 2टा सँगै आएको यो तार हो है। ग्रिन एन्ड ब्ल्याकलाई चाहिँ नि क्लच स्विचमा राखिन्छौँ। यो क्लच स्विचमा राखेन भने चाहिँ नि हाम्रो के हुन्छ भने क्लच समात्दाखेरि चाहिँ नि स्टार्ट हुने काम चाहिँ यो स्विचले गर्छ। यसलाई चाहिँ के भन्छ भने यसलाई चाहिँ किलोमिटर वायरिङ भन्छ। यसको काम भनेको चाहिँ किलोमिटर देखाउने हो है। यो निकाल्न चाहिँ अलिक गाह्रो हुन्छ, यो चाहिँ लकले थिचेर निकाल्नुपर्छ। बाइकले किलोमिटर देखाएन भने होइन यो वायर फेर्नुपर्छ। त्यसको कनेक्टर चाहिँ यो हो। ल यसरी जोड्नुपर्छ, रिले स्विच छ। ल यो रिलेलाई चाहिँ हामी यहाँ जोड्छौँ है। यहाँनिर यो राख्ने हो, हेडलाइटको तार जोड्ने हेडलाइटमा हो। तर हामी हेडलाइटको तार जोड्दैनौँ किनकि हाम्रो चाहिँ अर्कै हेडलाइट छ है, नाइट आईको। यो निलो निकालौँ पहिला। यसको तार छ यो यहाँ जोड्छौँ है, यसरी जोडिदिन्छौँ। अब हामी चाहिँ यसको साइड लाइटको तारहरू फेर्छौँ है। यस साइड लाइटको तार यहाँ छ है, सँगै हुन्छ है साइड लाइटकोहरू, यस्तो हात्तिनु पर्दैन। जस्ट पर्पल मिसाइदिने। अनि त्यसपछि हाम्रो यहाँ न्युट्रलको सेक्सन छ, यहाँ न्युट्रलको सेक्सनमा यस्तो गरेर यसलाई खेल्दिउँ। ल यो भयो। अनि त्यसपछि यो भयो ल है। यति गरेपछि साइड लाइटको न्युट्रल जोडियो। यो डिआरएलको यहाँ जोडौँ है, अघि कसरी जोडौँ भने थियो, डिआरएलको यहाँ जोडौँ। डिआरएलको यो भयो। सो गाइज यो चाहिँ मेरो यता स्विचको तार हो है हेडलाइटको। यो चाहिँ अब यसको हेडलाइटको यहाँनिर काटेर जोड्नुपर्छ। यसले यहाँ काटेर जोड्यो भने चाहिँ के हुन्छ भने चाबी अन गरेपछि मात्रै हेडलाइट चल्छ है, त्यसको हो। बाँकी त अरू केही छैन। सो देखाउँथ्यो त वायरिङ गरेर चाहिँ सकिसक्यो है। ल यसको पुरानो वायरिङ यही हो, सबै जोडेर भ्याइयो। अब यसको काम छैन है। ल गाइज हाम्रो चाहिँ यहाँ वायरिङ लगभग सकिसकेको छ है। अब हाम्रो हर्न जोड्न बाँकी छ गाइज। अब हामी हर्न जोड्छौँ होइन। एउटा हर्न यहाँ जोडियो है। अब उता अर्को हर्न जोड्छौँ, यतिकै होस् ल। सो गाइज ल अब हामी चाहिँ यहाँ ब्याट्री जोड्छौँ है। हाम्रो वायरिङ लगभग सकिसक्यो। पहिला यता प्लस जोडौँ। यो चाहिँ खास यो राख्ने ठाउँ हो क्या, यो यहाँ राख्ने ठाउँ हो। र गाइज अब हामी यसको चाहिँ नि यहाँनिर न्युट्रल कनेक्सन यस्तो गरिदिन्छौँ, सरी ब्याट्रीको नेगेटिभ कनेक्सन यहाँ यस्तो जोडिदिन्छौँ है। यो यस्तै थियो पहिलेदेखि। यसमा चाहिँ हामी यो हाल्छौँ है। यो हाल्यो भने चाहिँ टेप लगाएको भन्दा राम्रो हुन्छ। सो गाइज अब हामी चाहिँ नि यो ब्रेक लाइटको वायरलाई जोड्छौँ। यो चाहिँ नि ब्रेक लाइटको वायर हो है। सो गाइज हामीले यहाँ पछाडि यो जोडिसकेका छौँ है। यो जोडेर यहाँ हाल्यौँ। अब हाम्रो यहाँ अन गरेर हेरौँ, भयो। 3, 2, 1। ल हाम्रो डिस्प्ले चाहिँ काम गर्यो है। अब यसमा चाहिँ यो फ्युल यस्तो भइरहेछ। यो चाहिँ अहिले त्यहाँ फ्युल ट्याङ्की जोडेपछि चल्छ। सो गाइज ल फाइनली हाम्रो वायरिङ चाहिँ सक्यो है। त्यो साइड लाइट किन बलेन भनेर हेरेको, खास चाहिँ अघि जुन त्यो साइड लाइटको रिले जोड्ने छ नि, त्यो रिले जोड्ने ठाउँमा चाहिँ हामीले रिले जोडेको थिएनौँ, त्यस भएर चाहिँ नचलेको रहेछ। त्यसलाई हामीले डाइरेक्ट गरिदिएको छौँ, अहिले चाहिँ चलेको छ है। सो गाइज ल हाम्रो वायरिङ चाहिँ सक्यो है। अब हामी यसलाई फिट गर्दैछौँ। यसको लागि चाहिँ नि अब पहिला जसरी खोल्यो त्यसरी फिट गर्ने हो।
सो गाइज ल हाम्रो यता वायरिङ पनि फेऱ्यौँ है, सबै नयाँ भइसक्यो, यता नयाँ भइसक्यो, यता नयाँ भइसक्यो, वायरिङ पनि सबै टेस्ट भइसक्यो है, वायरिङ पनि एकदम ठिक छ, सबै कुराले राम्रोसँग काम गरेको छ है। यहाँ चाबी हालेपछि डिस्प्ले पनि राम्रोसँग आउँछ ल है, किलोमिटर पनि देखाइरहेको छ, टाइम साइम सबै देखाइरहेको छ, स्विचहरूले सबैले काम गरिरहेको छ है। ल थ्याङ्क यू फर वाचिङ भिडियो, बाई बाई।